अब चाहिँ हामीहरू लाग्यो उकालो पुरै ठाडो उकालो रहेछ कस्तो राम्रो देखेछ तिमीलाई त ब्यागहरू यस्तरी राखेर बसेछौँ चस 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 खोइ चिस हाई एभ्रिवान गुड मर्निङ फ्रम फरेस्ट क्याम्प हिजो चाहिँ हामीहरू कार्यबाट हिँडेर लगभग कति 9-10 घन्टा हिँडेर उस फरेस्ट क्याम्पमा आइपुगेको थियौँ अनि आज चाहिँ हाम्रो फरेस्ट क्याम्पदेखि हाई क्याम्पसम्मको यात्रा छ अब चाहिँ हामीहरू खाजा खाएर हिँड्ने हो म त यहाँ रेडी भएर नि बसिसकेको छु मेरो यहाँ ब्याग प्याक नि भइसक्यो आजको यात्रा हाम्रो एकदम कठिन छ गरे बाटोहरू चाहिँ त्यही भएर फुल्ली तयारी भएर पनि हामी रेडी भइसक्यौँ अनि अब चाहिँ हामीहरू नास्ता खान जाने हो हामी चाहिँ यहाँ के हो यो होटेलको नाम के हो अनिसा कुनै थाहा नै फरेस्ट क्याम्प भन्ने थाहा के होटेल रिडम होटेल रिडममा बसेको आज यहाँको नास्ता कस्तो हुन्छ मैले हजुरहरूलाई देखाउँछु अनि बाहिरको नजारा पनि कस्तो छ हजुरहरूलाई देखाउँछु हेर्दै गर्नु होला लास्टमा आज चाहिँ डे 2 मार्डी हिमाल डे 2 को ट्रेकिङ रहेको छ हेर्दै गर्नु होला मन परेमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब पनि गरिदिनु होला शेयर पनि गर्न नबिर्सिनु होला ल अब चाहिँ मैले बाहिरको भ्यूहरू देखाउने छु हेर्दै गर्नु होला है बाहिरको नजारा चाहिँ यस्तै छ साथीहरु हामी बसेको उसै यही हो होटेल चाहिँ होटेलको नाम चाहिँ यही हो साथीहरु होटेल रिडम एन्ड रेस्टुरेन्ट रिडम अरू चाहिँ यता तलतिर मास्तिर बसेछन् हामीहरु बसेको चाहिँ यही हो कस्तो भ्यू नदेख्ने हुन्छ राम्रोसँग यस्तो राम्रो फुलहरु छ ल साथीहरुमा चाहिँ अदुवा पानी खान सक्यो यता साथीहरुले नास्ता खाँदै छ हाम्रो खाजा चाहिँ यही रहेको छ आज साथीहरु सरहरु हुनुहुन्छ कस्तो लाग्यो साथीहरु कस्तो लाग्यो तिम्रो एउटा साथीहरु पनि हाम्रो खाजा चाहिँ यही रहेको छ साथीहरु साथीहरु खाएकै फर्स्ट बाइट साथीहरुले त फोटो खिच्दैछन् बाहिरको नजारा यस्तै छ सब रेडी भइसक्यो अब हिँड्न लाग्यो ल साथीहरु हामी चाहिँ अब हिँडेमै सब रेडी भएर हिँडेको आज चाहिँ हाम्रो
डेस्टिनेसन चाहिँ हाई क्याम्पसम्म रहेको छ। यस्तो छ। ओइ आऊ म त हिँडे। ओइ हामी त उताबाट होइन र हामी हिँडेमो के हो यस्तो यस्तो छ। यता चाहिँ फरेस्ट क्याम्प यही छ। अरू चाहिँ फोटो खिच्दैछ, म चाहिँ हिँडेँ। साथीहरू अरू चाहिँ यता पनि बसेको थियौँ। हामी बसेको चाहिँ यही हो। हेलो साथी। हेलो हेमुजी। के हो वाट ह्यापन? ल अब चाहिँ हामीहरू लाग्यो उकालो। पुरै ठाडो उकालो रहेछ। कसरी हो पुग्ने? अरू त सब गइसक्यो। हाम्रो ग्रुप चाहिँ पछाडि छन्। यता चाहिँ फरेस्ट क्याम्प। आज डे 2 हाम्रो फरेस्ट क्याम्पबाट स्टार्ट भएको छ हाई क्याम्पसम्म। मैले बाटोमा के हुन्छ हजुरहरूलाई देखाउँदै गर्छु। यहाँ साथीहरूको हालत अहिले झन् फ्या फ्या भइसकेको छ। भयो के हेमे। ओइ तिमीहरूको खुट्टा दुखेछ? धन्न मेरो चाहिँ खुट्टा चाहिँ दुखेछ। यस्तो दुखे छैन, यस्तो काँडहरू मात्र हो दुखेको। ब्यागले यस्तो काँडमा दुख्ने छ कि त्यही भएर धेरै सामान नल्याए पनि हुन्छ। मेरो खुट्टा चाहिँ दुखे छैन। ओहो यस्तो दामी छ के। बस्न थालिसक्यो साथीहरू। यही तलबाट यही आउँदा बस्न थालिसक्यो साथी। तिनीहरू त अझै पनि आएको छैन है भने जाम बिस्तारै। खै तिनीहरू त आएनन् के छुट्छन् फेरि। म त हिँडेँ। साथीहरूलाई कुरेर बस्दा त सब आफ्नै ठाउँमा। वाउ जङ्गल यस्तो दामी। घाम चाहिँ साँझमा मात्रै छ लाग्ने। अहिले जाँदै 12-1-2 बजेपछि त पुरै हुस्सु लाएर धेरै हिउँने बाटो। फेरि पुरै जङ्गलै छ। साथीहरू यहाँ देख्न सक्नुहुन्छ पुरा थारै उकालो सिडी अझै। यस्तोबाट हिँड्न सजिलो। यो सिडीमा त झन् हिँड्नै गाह्रो हुने के। त्यहाँ एउटा चलेर बस्दा त यहाँदेखि भ्यू चाहिँ यस्तो देखिरहेको छ। लाली गुराँस फुलेको भए दामी देख्थ्यो होइन। Look at the view. हेर्दैन म। Look at the view. नाइ म हेर्दै यस्तो दामी देखिरहेको छ। अहिले बिहानमा यस्तो खुलेछ। पता नै यो मेरो कस्तो राम्ररी देखेछ तिमीलाई त।
500 को राम्रै छु भन्नु नि ए अघि बिर्सिन्छु फेरि हामी अझै त्यहाँ पुग्न छ। ओ माय गॉड यो पुरै डाँडा काटेर जानुपर्छ होला। हामी चाहिँ एकछिन यहाँ फोटोसोटो खिचेर फेरि उकालो लागौँ साथीहरू। रुबिनाजी कस्तो भइरहेछ? पिस खोज्न आएको नै रेस्ट इन पिस। जान त जाने हो तर कहिले जाने हो? पुरै कस्तो छ, पुरै हाम्रो ग्रुपको यहाँ छन् कपालतिर छन्। हिँड त ब्याग यतै राख र। भिर र पहिरो तुलसी जस्तो हुन पर्ने रहेछ जिन्दगीमा। साथीहरू देख्न सक्नुहुन्छ भ्यू। हामी चाहिँ लो क्याम्प आइपुग्यौँ। यस्तो दामी भ्यू देखिरहेछ लो क्याम्पदेखि। फाइनली लो क्याम्प आइपुग्यो। साथीहरू छन्। वाउ भ्यू। फाइनली मारा डाँडा आइपुग्यौँ। म चाहिँ यहाँ अलिअलि भिडियो गराएर हिँडेको। र हामी पुग्ने चाहिँ यतै आइछ। अहिले लाइट परेछ कि के परेछ मेरो उसमा। साथीहरू अगाडि गइसक्यो एक्लै। यस्तो पहिला आजको ट्रेकिङ चाहिँ यस्तो गाह्रो। मुने मुने 3, 2, 1 बिहाइन्ड द सेन्स है। नेपाल अब अझै मुने। वाह वाह त्यस्तै गर। भिडियो गर्दैन एउटा यस्तो दामी देखिरहेछ साथीहरू पछाडि। लाली गुराँस फुलेको बेला आएको भए झन् पुरै लाली गुराँसको रुख। मौसम त मस्त छ दामी। आज त लास्ट उकालो थियो साथीहरू। हो त्यही भएर मैले भिडियो पनि खास चाहिँ बनाएन। अब चाहिँ हामीहरू हाई क्याम्प लाग्दैछौँ। हामीले चाहिँ यहाँ इनर्जी ड्रिङ्क खान लाग्छौँ इनर्जीको लागि। एउटा ब्लगर यता साथीहरू छन्।
एनर्जी ड्रिंक ओइ है यता चस गर्ने ल चस खोइ चिज पार्नु परे कसरी एउटा मान्छे त आफ्नै ढुनमा छ कि उता चिज गर्ने कसरी हो साथीहरु मलाई सिकाऊ ए रुको सँगै गर के रुको मेरो पनि ल मेरो चाहिँ चिज भइसक्यो छ एउटा चिज गर्ने गरे त्यही गरे तान्ने यस्तो काट्ने यो के उठाउने के यस्तो उठाउने के रुको एकछिन स्टप म निकाल्न जाँदा मन पर्यो यो म त रुको न कति सो खाना लाको हजुरहरूलाई पनि मेरो बल्ल 250 आइसक्यो अर्को आइछ मेरो वाउ सेम आइछ है तर कलर फरक छ मेरो त बाग छ त मेरो पनि यो मेरो केटो छ मेरो पनि छ तिमीहरुको त बुल छ बुल तिमीले कस्तो वाला ल्याउ खोइ बाग गरे बाग छ टाइगर 250 वाला आइछ यो कन्टेन्ट रहेछ हाम्रो पनि 250 छ त एनर्जी ड्रिंक को प्राइस अफ गोर्खा नेट कन्टेन्ट 260 50 कुरमुरे निकाल्नु भन हामी रेड बुल खाएर हिमाल चढ्न जान लाग्छौं रेड बुल एनर्जी ड्रिंक गाइड्सहरु आउ आनन्द भयो आनन्द भएको न कति गोरी हो र धेरै छैन अब भन्नु गुडा खै मुन्नाजी ल हामीले चाहिँ यो छ खाना खाने भर्खर नास्ता खाएको त वाउ भ्यू त सबको ब्यागहरू यस्तरी राखेर बसिछन् हामीले चाहिँ अब खाना खान लाग्छौँ म पनि यता घाममा बस्छु के अब चाहिँ हामीले खाना खान लाग्यो यता साथीहरूले खाइसकेको छ आज डे 2 को खाना चाहिँ यस्तो रहेको छ हाम्रो आज हाम्रो डे 2 को खाना चाहिँ यस्तो रहेको छ मिठो छ ल ल आहा यता त कति ल मिठो छ कस्तो रामिया छ हो र ल ल ल आज चाहिँ अब हामीले यस्तो हाम्रो डे 2 को खाना हाई क्याम्पमा यस्तो रहेको छ यता घरबाट घिउ ल्याएको हामीलाई नि ल्याउ न यता घरबाट घिउको व्यवस्था पनि रहेछ साथीहरू ल मलाई नि साथी ओइ वाह धन्यवाद ल घिउ चाहिँ घरबाटै ल्याएकै यहाँ होइन ल साथीहरू अब सुरु गर्यो खाना दाल छैन यस्तो दामी तर हामीले खाएकोहरू जति सबै मिठो मिठो छ होइन खानाहरू ल साथीहरू अहिले खाएपछि भेटौँला है पुरै डाँडा जाने हो उता हामी पुग्ने चाहिँ यो कुहिरो चाहिँ भर्खरै आउँछ फेरि भर्खरै क्लियर हुन्छ भएको छ यस्तो दामी भएको छ साठी होइन
गरिरहेछौँ हजुरहरूलाई मैले भ्यू देखाउने यस्तो दामी भ्यू लुक एट द भ्यू गाइज बादल हेर्नुहोस् साथीहरू लुक एट द भ्यू यस्तो दामी देखिरहेछ मैले मेरो भन्दा भ्यूको बढी देखाउँछु है मेरो भ्लगमा चाहिँ के बोल्ने यस्तो देख्न पाएपछि बोल्ने कुनै शब्द छैन अझै मोबाइलले त केही जस्टिक गर्नै सके छैन यो भ्यूलाई त यस्तो दामी देखेछ कि अब हाई क्याम्प पनि आउन लागिसक्यो हामी त्यही हो बस्ने आज मोबाइलले त केही जस्टिकै गर्न सकेको छैन जति कि आँखाले देखेछ यस्तो दामी मेरो ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ होला हिरो अनि यता देख्न सक्नुहुन्छ हिमाल यता हिमाल देख्न सक्नुहुन्छ यता बादल हामी चाहिँ बाटो कन्फ्युज भएको अवस्था छ अर्को एउटा होटल जाने यता छ एउटा यता कन्फ्युजन हे कन्फ्युजन साथीहरू आऊ है आऊ बस हौ त्यहाँ आँखामा घाम यिनीहरूलाई आँखा उस भएको छैन र साथीहरू फाइनली हाई क्याम्प आइपुग्यौँ है हामीहरू चाहिँ बल्ल 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 आइपुग्यौँ ठिक टाइममा आइपुग्यौँ होइन हामीहरू कति ठुलो कुकुरहरू फाइनली आइपुग्यौँ साथीहरू भेटियो हामीहरू बस्ने चाहिँ यतै छ यतै अब कुनमा हो त्यो चाहिँ सराएपछि थाहा भइहाल्छ लुक एट द भ्यू गाइज यो चाहिँ हाई क्याम्प चाहिँ 3550 मिटर अग्लोमा रहेछ साथीहरू भित्र पसिसकेको हो यही छ यस्तो भ्यूको उसमा बस्न पाउँदा त वाउ सुकुन हुन्छ सुकुन भित्रै जाऊँ न हामी पनि साथीहरू त कोही साथीहरू त पहिल्यै आइसकेछन् यता पसौँ नि यता वाउ भ्यू कस्तो भयो साथी ठिकै यता साथीहरू छन् कस्तो दामी ल आइपुग्यौँ साथीहरू हामीहरू चाहिँ फाइनल अब चाहिँ अहिले भेटौँलाई अब चाहिँ एकछिन रेस्ट गर्छौँ हामीले साथीहरू आज हाम्रो ड्युटीको नाइटको खाना चाहिँ गइरहेको छ हल्ला गर्दै खाना पाउँदा नि हल्ला गर्छौँ साथीहरूले आज हाम्रो ड्युटीको खाना चाहिँ यही हो नाइटको ए हस् त्यत्तिकै खुट्टा पल्टिन्छ त्यो
साथीहरू अब हामीले खाना स्टार्ट गऱ्यौँ। यता चाहिँ सनसेट भइरहेको छ, हामी बस्ने चाहिँ यही हो। ल भिडियो खिच्नु।